नेपाली कांग्रेसको एजेन्डा भनेको के हो भने भ्रष्टाचार मुक्त समाज र सुशासनद्वारा विकासको कामहरू अगाडि बढाउनु र जेएनजीले पनि त्यही कुराहरू गरिरहेका छन्। अरु नयाँ पार्टीहरूले के गरिरहेका छन् मलाई थाहा छैन, अरु पार्टीहरूले के गरेका छन् मलाई थाहा छैन, तर मैले तपाईहरुसितै आएर यो चुनावमा मात्रै हैन 64 सालको चुनावदेखि म यही एउटै कुरा भनिरहेको छु, भ्रष्टाचार मुक्त समाज हामी बनाऊ, सुशासन दिउँ, विकास गरौँ, रोजगारीका अवसरहरू सृजना गरौँ, जुन अहिले बहिनीले कुरा उठाउनु। यो कुरा त म धेरै पहिलेदेखि बोलिरहेको छु, तर तपाईहरुले कहिले सुन्दिनु भएन, यो कुरा तपाईहरुले बुझ्दिनु भएन। त्यो कुरा चाहिँ मैले त 64 सालदेखि नै भनिरहेको छु। यो कुरा तपाईहरुले हेर्नुभयो भने मेरो आफ्नो प्रतिज्ञा पत्रहरुमा तपाईहरुले पढ्नुभयो भने अहिले पनि होला, घरमा राख्नु भएको होला भने त्यो हेर्नुस् तपाईहरु, त्यसमा लेख्या होला। जहाँ पनि बोलिरहेको छु। त्यति मात्रै हैन, मैले त के बोलिरहेको रहेछु भने तपाईको युवाहरुलाई लोकल इलेक्सनमा युवाहरुलाई हामीले प्रोत्साहन दिनुपर्छ, 40% युवाहरुलाई दिनुपर्छ भनेर भने, प्रदेशको चुनावमा 30% लाई दिनुपर्छ भनेर भनेको छ। र तपाईको केन्द्रमा माने अहिले संघीय चुनावमा 20% युवाहरुलाई दिनुपर्छ भनेर भनिरहेको छ। युवाहरुको महत्व नेपाली कांग्रेसले नबुझेको होइन, युवाहरुको महत्व नेपाली कांग्रेसले बुझेको छ। तपाईहरु युवा हुनुहुन्छ भने तपाईहरुको विचार मैले बोकेर हिँडिरहेको छु। आज हैन, म 5-7 वर्षदेखि यो कुराहरुलाई बोलिरहेको छु, भनिरहेको छु। तपाईहरुको विचारलाई लिएर हिँड्ने मान्छे युवा हुन्छ कि हुँदैन? उमेरले मात्रै युवा हुने भए हुँदैन। उमेरले युवा एउटा ट्याग दिएको, त्यो युवा काम लागेन भने त के हुन्छ? उ त बुढो मान्छे भइहाल्यो नि। तपाईहरु जस्तै जाँगेरिलो, तपाईहरु जस्तै सोच, तपाईहरु जस्तै विचार राख्ने व्यक्ति त युवै हुन्छ नि जहिले पनि। 80 वर्षको पनि त्यही हुन्छ, 90 वर्षको पनि त्यही हुन्छ। विचारले युवा बनाउने, त्यो कुरा तपाई हामीहरूले बुझ्न जरुरी छ।